आज गर्लफ्रेन्डले ह्यापी भ्यालेन्टाइन डे भन्के आमा यता हाम्रो ह्यान्डसम दाई यता हाम्रो भाउजू सानो छ ठुलो बनाइदिनुहुन्छ भन्ने आश गरेका छौँ नपट्टिएर त खाएको नि कहाँ पर्नु हेलो एभ्रिवान लास्ट थापुलाको सम्पूर्णलाई आयो परिवारहरू सबैजना आरामै सन्चै हुनुहुन्छ म पनि एकदम आरामै सन्चै छु आफ्टर लङ टाइम भिडियो बनाउँदैछु होइन अनि कस्तो लाज पनि लाग्ने रहेछ साथीहरू हेर्नु कति टाइम पछि हो तपाईँहरूसँग कुरा गरेको कस्तो ब्रेकअपै भयो नि तपाईँ र हाम्रो त के कुरा गर्नु तर आज प्रेम दिवस है सम्पूर्ण माया गर्ने जोडीहरूलाई प्रेम दिवसको एकदम शुभकामना छ अब म त सिङ्गल परियो सिङ्गलै मर्नी भयो एकजना मिलाइदिनु मलाई पनि आज होइन प्रेम दिवस रहेछ सबैलाई माया प्रेम गर्ने जोडीहरूलाई प्रेम दिवसको शुभकामना हाम्रो दाजु चाहिँ हेर्नु न यस्तो ह्यान्डसम बनेर कस्तो कालो देखायो त यस्तो साह्रो कालो त छैन हाम्रो दाइ हेर यस्तो दामी आउटफिट लाएर म मात्र बुढी पारा एकदमै सक्दिनँ म जाडोमा हिँड्ने बनेर जानलाई है अनि आजको हाम्रो यात्रा चाहिँ बनेपाटु बेठानचोक नारायणथानको रहेको छ होइन अनि खै अब गाडीको तालमेल पनि के हो अचम्म लाग्छ तलमाथि हेलो गुड मर्निङ हेर यस्तो जाडोमा यार आज गर्लफ्रेन्डले ह्यापी भ्यालेन्टाइन डे भन्के भर्खर उठेर आएको कान्छ लिएछ सानो भाइको गर्लफ्रेन्डहरू छ आफू छैन यता हुनुहुन्छ हाम्रो आमा यता हाम्रो ह्यान्डसम दाई यता हाम्रो भाउजू जानी चाहिँ यति उता मोबाइल पक्रिनु हुनुहुन्छ मेन ब्लगर अझ यता चाहिँ ब्लगर हो नि रे के युट्युब च्यानल छ सानो सब्स्क्राइब गरिदिनु होला सानो छ ठुलो बनाइदिनुहुन्छ भन्ने आश गरेका छौँ भन्नु नि दाइ तपाईँले भनेपछि पुग्छ के मेरो पनि छ 10 सब्स्क्राइबर छन् मेरो पनि युट्युब च्यानल दिनेश बुढा थुकी छ प्रमोसन हानिहाल्छ के गर्ने यो दाइलाई गाह्रो छ खै केटाकेटीहरू कहाँ गयो एउटापट्टि मात्र झोला बोके उसै हातै गरिसकिनु हिरुनी बन्नु हुँदैन जानुपर्छ हजुर सर्टपट्टि खानालाई पानी चाहिँ एक बक्सा दिनु पैसा चाहिँ के गर्ने पानी त है पानी आफैले बोक्ने एउटा बोतलले पुग्छ आफूलाई पुगिहाल्छ पुग्दैन नि एक बक्सा ब्याग छ नि दुईवटा बोतल खै बक्सा छैन कति बक्सा यो 12 मात्र हो 12 रुपैयाँ दिनु नि त के अर्को पानी लाने हो जार तिमी तपाईँ बोक्ने हो तपाईले बोक्नु नि पानी मैले एउटा बोके यसले एउटा बोके उता नारायणथानमा चाहिँ अब हिँडेर जानुपर्छ पानीको सर्टेज छ त्यही भएर पानी लानुपर्छ गाइस जम्बु बोके छ नि हामीले नि त जम्बु त दुईटा बोकेको छ त त्यो त चिसो बोके अनि त्यो र स्प्राइट के झगडा पर्छ के हो गाइस त्यो चाहिँ जिरे छ खोर्सानी जस्तै पड्किनु परेन त्यति यति नपड्किएर त खाएको नि कहाँ पर्नु नपड्किएर त खाएको नि कहाँ पर्नु नसक्ने रहेछ ए भाइ उहिले आन्दे भाइ ओए गयो दामी हाम्रो भाइलाई नि भाइरल गरिदिनु पऱ्यो गाइस ओ खोइ गायबै हुन्छ मान्छेहरू निस्किन हेलो भन् सब्सक्राइब गरिदियो भन्नु बिमाली तामाङ 05 हैन होइन है टिकटकको त्यहाँ पनि फलो गर्दा केही जाँदैन यो उटा सी टाइप छ हैन चार्जर हो क्या टाइप सी छ छैन सानोमा छैन के टाइप सी मात्र हो देख न गाइस देखो न हाम्रो नारायणथान टेम्पल
कसले चिया ल्याएर जे भयो चलाउने काम कता जान्छ के हामी कता दाइ दाइ आफ्नै गाउँ फर्किएर यतिको त हुनु परिहाल्यो नि अनि भोलिपल्ट ससुराली फर्केर जाँदाखेरि त्यो झोला बोकेर जानु के सुर्केस नि सुर्केसमा किन्नु सक्छ भाइ यहाँ जाडोले कक्रेको आजको लागि यति नै अब हाम्रो भ्लगर दिदी आउनु हुँदैछ भ्लगर दिदी अनि कालो ज्याकेट कालै मान्छे कसरी देखिन्छ अनुहारमा ज्याकेट पनि नाइजेरिया मान्छे पनि नाइजेरिया अनि टोपी सहित लगाएको छ अनि तेरो अनुहार देखिन्छ चाहिँ कहाँ नाइजेरिया नाइजेरिया बुझेको सिजन आयो त्यही भएर गरे तर त हेपे त हेपे नाइजेरिया मिल्यो लामगुटेरिया लामगु गाडी आइसियो रे त्यसको नाम भने कि नाइजेरिया तर छोडिनु बाई गाडीमा चढ्ने त्यसपछि मात्रै बोल्नु होला उयो हो दाइ अनि बमिट आयो भने प्लास्टिक छैन होला फेरि आउँछ आइहाल्छ नि अनि कुन बेलामा आयो भने नारायण शिव जय शम्भु सूर्य देवता रक्षा गर्नु प्लास्टिक चाहियो प्लास्टिक कमेडी देखो न गाइस देखो फाइनली हामी चाहिँ बनेपाबाट पनौती आइसक्यौँ हजुरहरूलाई पनि स्वागत छ मेरो पनौती बस पार्क अनि यता माथि गयो भने चाहिँ के जान्छ थाहा होइन उषा देवी जान्छ के यताबाट कुसा देवी हो अनि यताबाट हामी यताबाट हामी शङ्खु जान्छौँ हामी नारायण थान जाने चाहिँ यो सिधा बाटो अब शैक्षिक भ्रमण त कसरी जाने होला र पढाइसढाइ गइसक्यो लड्केश्वर पनि यही बाटो हुँदै जाने हो तर यो बाटो छुट्टिन्छ यहीँबाट बाटो छुट्टिनु यताबाट चाहिँ होइन ओइ कहाँबाट छुट्टिने बाटो यो चाहिँ खोबासीको धुमखर्दा जाने बाटो यो चाहिँ अनि यो अघि मुनिको बाटो चाहिँ आउँदै जाने बाटो यिनीहरू गाउँ जाने बाटो हो नि पासी भएर जान नसक्ने गाई चाहिँ खोबासीको पासी भएरमा आइदिनु होला यहाँ पनि छ पाथी पासी भएर माताले सधैँभरि सबैको रक्षा गर्छ ए माथिवाला भगवान् म उता डाँडामा हिँडेको छु यहाँ चाहिँ माछा पाल्नु गयो यहाँ रहेछ कि यहाँदेखि मैले क्रस त एक्स भइसक्यो होला क्रसको कुरा गर्छ करस अनि प्लस माइनस सबै यतै होला क्रस अनि जोड आज त भ्यालेन्टाइन डे कोही केटी भेट्यो भने म त ह्यापी प्रपोज डे भनिदिन्थेँ आज प्रपोज चाहिँ होइन दाइ भ्यालेन्टाइन डे अनि हामी चाहिँ प्रपोज डे गर्छौँ गाइस देखो न गाइस देखो अब बाटो यस्तै हो सबै देखो न गाइस मर्निङ गाइस मर्निङ गाइस लुलु भन्ने देखो न गाइस देखो न भन्नेलाई चेप्यो के अरे पुलिसले देखो भन्थ्यो देखो न गाइस देखो न भन्दा भन्दै भाइरल भइसक्यो मान्छे कट्टुभरि छिर्यो ब्लगमा कट्टुभरि छिर्यो भने मलाई बोल्न देऊ कि म केही इन्फर्मेसन दिन चाहन्छु कि यिनीहरूले मलाई बोल्नै दिएन यहाँबाट चाहिँ बाटो सबै यस्तै हो खाल्टाङ गुल्डुङ अझ योभन्दा मस्त डेन्जरवाला बाटो नै आउँदैछ ओहो मैले चाहिँ
Yes, yes, yes. पवन दाईलाई, सुदीप दाईलाई, अनि के मोहन भाइ, अनि सबैलाई अर्को सबै। थियो पर्वत भाइ, सबैले मिस गरेको छु यार। अनि हामीलाई चाहिँ तिमी miss त छैन। यही छौ नि त नि, त्यही भएर केही मिस हामीलाई त हुँदैन miss तिमीलाई। गर्नु पर्दैन है, हामीलाई त miss तपाईँ त गर्नु सर हो नि त दाइ, सर हो। हामी त मिस भयो त। अझ मिसेस हुन बाँकी छ। देखो न गाइस, देखो बाइकमा सिलेक्ट यो चाहिँ कस- देखो न गाइस। यो चाहिँ केले भत्का होला है घर? अलि जुम गरौँ त देखो न गाइस, देखो बाइक में सिलेक्ट करने के चल रहा है गाइस, देखो। अनि 72 सालको भूकम्पले त यति साह्रो त सबै भत्किनु पर्ने हो त नि। जन्मेको थिएन, यति ठुलो मात्र भएको खोलाले। योले सबै यो उसले देख्दैन कि तिमी हाँसेनौ। बेला बेलामा दिन्छ कान्छीले। लाउन त धेरै लामो बनाउनु हुन्न। यहाँ पनि मन्दिर रहेछ त। यो चाहिँ के मन्दिर हो? गणेश स्थान हो अरे यो। महादेवको गणेश स्थान होइन यो, शिवको शिवजी महादेव की जय। कैलाशपति महादेव होइन। आउँदैछ सब्जी लाग्ने दिन। स्वागत छ। दुःख दरिद्र लैजानु धन सम्पत्ति गर्छ भैँसी हो कि मान्छे हो चिन्नै गाह्रो भने। यो दाइ हो कि फेरि गर्नु नि दाइ, के फेरि गर्नु नि। ओइ 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 बिमली ओइ ओइ। म बिमली होइन, बिमली हो बिमली। मेरो नामको बिल्ला उडाउँछ यार, के गर्नु। पारिपट्टि हिमाल हेर्दै गएको थियो बसमा, के गर्नु। देख न गाइस, बन्दरको जैसा सकल है हमारा दास का। चाहिँ माथि जाने बाटो थाहा होइन, हामी चाहिँ तल्लो बाटो लागिसक्यौँ अब। हामी घर बस्दाखेरि त कहिले शनिबार घाम लाग्दैन, आज चाहिँ कस्तो मजाले घाम लाग्यो। यता मात्र हो कि उता पनि लागेको नि। बनेको ठाउँ नै त्यस्तो हो कि के हो खोल्टामा त छैन, डाँडामै छ बनेको है। वाउ, बेलुबाजीको पारा ननिकाल्नु है दाइ। ह्याप्पी भ्यालेर टेलेर डे भन्छ। धन्य प्रभु। ट्री हो कि ट्री? भनेको सबैलाई भने कति बहुमुखी क्याम्पस हो यो। हाम्रो कान्छी पढेको स्कुल कलेज अरे हो। सबुले शिवडाँडा ताग्यो अरे। हामी कहाँ आयौँ अब गाइस? मेरो घर ओइ कहाँ आइपुग्यो अब? ढुङ्खर कहाँ आइपुग्यो? ढुङ्खर कहाँ आइपुग्यो गाइस हामी। ओहो, ढुङ्खरका आइपुग्यो हामी। घर चाहिँ दामी लाग्छ के। हामी यहाँ टक्क लागेर जाने, यता चाहिँ बस पार्क जाने बाटो है। अब यता हो बेथान जाउँ, नारायण थान जाने बाटो। आमा